सिन्धुपाल्चोक जिल्लामा अवस्थित साँगाचोक गढी काठमाडौँबाट करिब 63 किलोमिटर पूर्वमा पर्दछ। समुद्र सतहबाट लगभग 1850 मिटरको उचाइमा अवस्थित गढी ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान मानिन्छ। यहाँबाट आसपासको हिमश्रृङ्खलाहरू, पहाड, भूदृश्य तथा स्थानीय बस्तीहरू सुन्दर रूपमा अवलोकन गर्न सकिन्छ। आज हामी तपाईहरूलाई साथमा लिएर यस गढीको भ्रमण निस्कदैछौँ। बिहानको मधुर उज्यालो, बिहानी चिसो वातावरणमा खोलामाथि फैलिएको कुहिरोको सेतो चादर निकै मनमोहक देखिन्छ। कुहिरो बिस्तारै हावासँगै चल्दै पहाडको काँधहरूमा टाँसिएको जस्तै लाग्छ। यस दृश्यले साँगाचोक गढीको बिहानीलाई अझ जादुमय बनाइदिन्छ। गुड मर्निङ दाइ। मर्निङ दाइ, सन्चै हुनुहुन्छ? हुनुहुन्थ्यो हजुर पनि? कहिले हुनुभयो? हिजो हुनुभयो? हेलो, मर्निङ मर्निङ। बसको पराजुले भनेको को हो रे? बसको पराजुले अहिलेको त्यो बाँदरलाई रिस उठ्छ के गर्छ अरे भन्नु न। छिटो न एकचोटि हिजो भन्नु, तपाईँले गर्नु भयो भनेर। छिटो न। फोकस गर्छ। अलिकति प्रचार गरे पूर्वकालदेखि नै अब हाम्रो बाजेहरूले मान्दै आएको यो गाउँको यो झुलको सबभन्दा ठुलो देउता जोगाङ भन्छ हैन। अहिले पनि एकदम यसको आज पूजा गरिन्छ। यो एकदम शक्तिशाली मानिन्छ। हाम्रो यो गाउँको चाहिँ एकदम शक्तिशाली, यो एकदम ठुलो देउता छ। यहीँनिर बस्छ होइन भाइले पहिला? ठ्याक्कै यहीँनिर यो रुख चाहिँ मलाई थाहा छ कि यहाँ ढेसेर बस्थ्यो। पहिला चाहिँ यति थियो होइन, यहीँ बस्नु। भनेपछि कति छ कम रहेछ यो ठाउँ यार? सबै अर्थ्यो अहिले यत्र बनाउँदाखेरि पनि अब अट्दैन। Hello, good morning. The next day. Good morning सबैजनालाई। आज नेक्स्ट डे। Fire went out, lights went down. When you feel lost in your shadow, don't feel alone, don't scream. We are living in this cruel of life. Equip my soul, find the real gold. I'll fulfill what I started.
धानहरू धान छुट्टी गर्न पनि देख्न सक्नुहुन्छ टक्क लाएर होइन ओबीको बाटो प्रयोग गर्न थालिरहेको छ गाई चाहिँ टक्क लाएर यता भयो भने गाडीहरू पनि पाउँछ दायाँ बायाँ धान टक्क लाएर तराईतिर सम्म छ यहाँ चाहिँ शहीद स्मारक प्रवेशद्वार अनि कोट काभ्रे आदि चाहिँ हामी चाहिँ यताबाट लाग्दैछौँ गाडी टक्क लाएर पहेँलो हरियो धान खेत हेर्दै बनेपा जाने बाटो यस्तो छ बनेपा जाने बाटो टक्क लाएर अलिकति धुलो कम खाइन्छ भन्ने मात्रै हो यताबाट अस्ति धमाधम पिच गर्न थाल्यो भने त यता मासतिरबाट पो गरेछ यार के कहाँ पुग्छ बाटो पनि पिच गऱ्यो कि भनेर छैन रहेछ अब 2-3 किलोमिटर अब यस्तै अफर ट्याक बारेर हिँड्नुपर्छ माथि जाने बाटोहरू मात्रै पिच गरेर रहेछ हो अन्त यो बाटो पनि गऱ्यो होला भनेर छैन रहेछ त अस्ति नै एकचोटि आउँदा पुरै पिचको सामानहरू बोकेर बसेको गाडीहरू देखिरहेको थियो क्या मैले चाहिँ काठमाडौँबाट फर्किने बेला घर यताको त पक्का पिच गरेँ कि भनेर छैन रहेछ बाबरे बा उस्तै रहेछ टुकटुके यार पछि नगरे ओर्लिनु भएछ नि पुरै म चाहिँ यताबाट हाल्नु पऱ्यो यता अलिक कम पानी रहेछ तर अलि पानी हेर्दा यहाँ गाडी आएकै थाहा पाइन्न यार नेलभित्र गोलबाट हेर्नु सक्नुहुन्छ बब्बाल पाराले रातो अलिअलि लगेर जाउँ के हो यता पनि त छ दुबईतिर अघिदेखि कसले धुलोबाट हेर्नु यो ध्यान दिएको रहेछ यार लु मैले अलिअलि उठाउँछ चिया त्यो सबैजना खेताल जानु थाल्नु भएको जस्तो घाँस काट्न हिँड्नु थाल्नु भएको के हो हन्से साइसे बोकेर होइन पऱ्यो नि गाडीहरू त यता पनि लोत कुद्न थाल्छ जस्तै झन् चाहिँ बाटो ध्वस्त भएछ र यतापट्टि त गाई चाहिँ ल धुयो पहाली सबै घुम्तीनिर लेट भयो सानो मायालाई छातैमा भेट भयो गुट बिस्तारै कहाँ भएछ त आजतिर पुरै अफरोड थियो अन्त पिजहरू त पुरै अफरोडै पिज हो साथीहरू पिज भएछ पुरै साथीहरू देख्न सक्नुहुन्छ यहाँबाट मात्रै पिच थियो क्या पहिला पुरानो पिच